धर्म विभागको मन्त्रीको हैसियतमा सम्पूर्ण मेरो सिक्किमवासीलाई सोशल मिडियाको मार्फतबाट छोटो जानकारी म दिन गइरहेको छु र यसमा धेरै व्यक्तिहरूले सिक्किमको जनता जनार्दनलाई र अनुयायीहरूलाई मिसगाइड गर्ने अथवा उहाँ आफै पनि सायद मिसगाइड परेको होला जस्तो मलाई लाग्यो। त्यसकारणले जो सरकारमा बसेपछि हामीले सत्य कुरा भन्नुपर्नेछ। त्यसकारणले गर्दा म छोटो शब्दमा तपाईहरुको समक्षमा कञ्चनजंघाको जुन कञ्चनजंघालाई हामीले मानिन्छ र लास्ट इयर पाङलाब्सोमा सिक्किमको महामहिम राज्यपाल महोदय र सिक्किमको सम्माननीय मुख्यमन्त्री महोदय श्रीमान पीएस गोले साहब उहाँहरु व्यक्तिले कञ्चनजंघालाई मानेर टिस्टा रंगीतलाई मानेर लास्ट इयरको पाङलाब्सोमा पूजा गर्नको लागि चुक्लाखाङमा उहाँ स्वयंवरो आउनु भएको यो सम्पूर्ण सिक्किमवासीलाई याद छ र सिक्किमको महामहिम राज्यपाल महोदयले पनि कञ्चनजंघालाई मान्ने गर्छ। सिक्किमको सम्माननीय मुख्यमन्त्री महोदयले त हर साल यसलाई पूजा गरिरहनु भएको छ, यो तपाईहरु सबैलाई याद छ। त्यो जस्तो नै हामी सिक्किमवासी जम्मैले पनि हामी यसलाई मानेर पालन गरिरहेछ। यो अहिलेदेखि मानेर आएको होइन, यो 332 वर्ष अगाडिदेखि हामीले मानेर आएको चीज हो। सर्वप्रथम यसमा सिक्किम भुटिया लेप्चा एपेक्स कमिटीको एडभाइजर भनेर भन्नुहुँदै थियो हाम्रो आज्ञा एसटी, उहाँ रिटायर सेक्रेटरी हुनुहुन्छ। उहाँ एकदमै सिक्किमको ज्ञानी व्यक्ति हुनुहुन्छ हाम्रो एसटी लेप्चा साहब। उहाँ एकदमै विद्वान हुनुहुन्छ। म उहाँकोमा 2003 देखि नै म पनि संगठनमा हुँदाखेरि उहाँकोमा गएर ज्ञान लिने कोशिश गर्थ्यो, ड्राफ्ट बनाई माग्ने कोशिश गर्थ्यो। उहाँ बहुत ज्ञानी एउटा व्यक्ति हुनुहुन्छ। तर सायद त्यो संस्थाको कसैले उहाँलाई पनि अलिकति मिसगाइड गरेर केही कुरा राख्नु भनेर भने कि जस्तो मलाई लाग्यो। त्यसकारणले उहाँहरु विद्वान मान्छेले बोल्दाखेरि कतै हाम्रो मान्छे नर्भस भयो कि कन्फ्युज भयो कि भनेर र मेरो एउटा सिक्किमे भएको नातामा मेरो दायित्व बन्छ त्यसलाई क्लियर गर्नको लागि र साथसाथै म मन्त्रीको हैसियतमा मैले जनतालाई कन्फ्युज छ भने त्यो क्लियर गर्नु मेरो धर्म र कर्तव्य हो। र यो कञ्चनजंघा सबको पवित्र हो। बुद्धिस्टले मात्र होइन, हिन्दूले पनि यसलाई मान्ने गर्छ। हामी सिक्किमेको त एउटा यो डिटी सुङमा जिद्दा भनेर हामीहरुको एउटा ठूलो गार्जियन नै हामीले कञ्चनजंघालाई मान्ने गर्छ। र आज कञ्चनजंघाको मुद्दा लिएर पनि कसैले टिप्पणी गरेको देख्दा टिप्पणी गर्नुपर्छ, राम्रो कुरा हो। आफ्नो डिटीको माथि खेलवाड हुँदैछ भने टिप्पणी गर्नुपर्छ, म त्यसमा स्वागत गर्छु। तर सत्य कुरा अलिकति उहाँले पनि जनतालाई पस्किदियो भने चाहिँ राम्रो भनेर म भन्न चाहन्छु। र प्लेसेस अफ वर्शिप एक्टमा नै 1991 मा नै लेखेको छ जहीँ पनि होली प्लेसलाई चलाउँदैन र चलाउनु पाउँदैन भनेर कानून नै छ, एक्ट नै छ। र सिक्किम सरकारले आज यो कञ्चनजंघामा कोही चढेर जान्दाखेरि कसैले याद गरेन, सरकारको नेग्लिजेन्सी भयो, धर्म विभागको नेग्लिजेन्सी भयो भनेर या पार्टीले पनि सायद भन्दै गरेको मैले एउटा सोशल मिडियामा देखेको थियो। म त्यसकारणले तपाईहरु सबैलाई सिक्किमे वासीलाई नै म एउटा हामीले के गरेको छ, सरकारमा बसेर के गरेको छ, म यो तपाईहरुलाई भन्न चाहन्छु। यो कञ्चनजंघाको शिखरमा चढ्ने बहुतले चढ्यो चढ्दैछ भन्ने टिप्पणीहरू धेरै आयो। तर म 2014 मा एमएलए भएपछि मैले त्यति बेलादेखि पनि यहाँ चढ्छु भन्दाखेरि त्यति बेलादेखि लेखेको प्रमाण पनि हामीसँग छ। र हामी सरकारमा आएपछि पनि एकपल्ट फेरि तलबाट चढ्छु भनेर हाम्रो मान्छे चढ्छु, हामी भारतीय मान्छे चढ्छु, इन्डियन मान्छे चढ्छु भनेर आउँदाखेरि हामीले अक्टोबर महिनाको 6 तारिक 2023 मा नै
मिनिस्ट्री अफ होम एफेयर्सलाई हामीले चिठी लेख्यो र त्यो चिठीको कपी यहाँ हामीसँग छ। यो लेखेको छ हामीले 6 तारिक 10 महिना 2023 मा नै हामीले यो चिठी यसरी लेखेको छ र एमएचएले पनि इमिडिएटली यसको एक्सन लिएर मिनिस्ट्री फरेन मिनिस्ट्रीमा यसलाई तुरन्त यसलाई रोकथाम गर्नुपर्छ। सिक्किम सरकारले सिक्किम गभर्नमेन्टले अथवा सिक्किम सरकारले यो भन्छ भनेर उहाँले यसरी फरेन मिनिस्ट्रीमा उहाँले काम हाम्रो देशको प्रधानमन्त्री श्री नरेन्द्र मोदी साहबको नेतृत्वमा भारत सरकार चलिरहेको छ। उहाँहरूले पनि एक्सन यसो लिएर काम गर्नु भइरहेको छ। त्यो जस्तो नै चाहिँ यो नोटिफिकेसन छ। यसमा पनि कञ्चनजंघा मात्र होइन, सिक्किमको धेरै न्यायहरू छ, थुप्रो छ। गन्ती गरेछ भने यो न्यायहरूमा कहीँ पनि चर्न पाउँदैन भनेर स्टेट गभर्नमेन्टले नै यसलाई एउटा नोटिफिकेसन निकालेको छ। त्यसकारणले त्यहाँ कोही पनि सिक्किमबाट कोही पनि चरेको छैन। हाम्रो जति पनि आदरणीय आमा बाउ दाजुभाइ दिदीबहिनीहरूलाई तपाईहरुलाई कहीं कन्फ्युज भएको छ भने सिक्किमबाट कहीं पनि चरेको छैन र अहिलेसम्म कञ्चनजंघामा चाहिँ अब चरेको छ फेरि एउटा कुरामा। तर हाम्रो सिक्किमपट्टिबाट चाहिँ हाम्रो देश विशाल भारत देशको हामी भारतको 22 अंग भएर आज हामी 50 वर्षको गोल्डन जुबली मनाइरहेको छ। देशको प्रधानमन्त्री महोदय 29 तारिकको दिनमा सिक्किममा सिक्किम र सिक्किमेको निम्ति बधाई र शुभकामना दिनुको लागि उहाँ आउनु हुँदैछ। तर उहाँहरूलाई पनि बदनाम गर्ने काम आज सिक्किममा 2-4 जनाले गरिरहेको छ। यो गलत हो र भारत हाम्रो सिक्किम स्टेट होइन, हाम्रो भारत पक्षबाट चाहिँ अहिलेसम्म चरेको छ। तर सिक्किमबाट चरेको छैन, हाम्रो देशबाट चाहिँ यो कानूनले गर्दाखेरि चरेको छैन। आज त्यहाँ कञ्चनजंघामा नेपाल साइडबाट चरेछ भन्दा हामी स्टेट गभर्नमेन्टले नेपाललाई चिठी लेख्नु कानूनले दिँदैन र त्यो कानूनलाई हामीले नाङ्नु सक्दैन। त्यसकारणले हाम्रो काम हो, सिक्किम गभर्नमेन्टको काम हो, हाम्रो देशको भारतको हाम्रो गृह मन्त्रीमा चिठी लेख्नु। हामीले गृह मन्त्रीमा चिठी लेखेपछि देशको प्रधानमन्त्री अथवा हाम्रो होम मिनिस्ट्री ओनर नेता एउटा अमित शाहज्यूको नेतृत्वमा होम मिनिस्ट्री चल्छ। उहाँको मन्त्रालयबाट पनि इमिडिएटली फरेन मिनिस्टरलाई चिठी यसो गइरहेको छ र हाम्रो विशाल भारत देशबाट चाहिँ अहिलेसम्म कञ्चनजंघामा कसैले चरेको छैन, अहिलेसम्म चरेको छैन, भविष्यमा पनि चर्ने छैन। यो डकुमेन्ट्सहरूले बताइन्छ। र नेपाल साइडबाट कतिजना चर्यो भन्दाखेरि चाहिँ 551 जना चाहिँ नेपालबाट अहिलेसम्म मान्छे चरेको छ र त्यसमा 62 जना चाहिँ हाम्रो भारत देशको अथवा आर्मी होस् अथवा कुनै पनि माथि हिमालमा चर्ने व्यक्तिहरू चाहिँ 62 जना चाहिँ चरेको छ। तर नेपालबाट चरेकोलाई चाहिँ सिक्किमबाट चर्यो भनेर यो एउटा हाम्रो अहिले फेसबुक माध्यममा न्यूजमा मैले देखेँ। सिक्किममा चलिरहेको म देख्छु र मलाई पनि भन्ने गर्छ कसैले मान्छेहरूले बुद्धगयामा चाहिँ बुद्धिस्टहरूलाई न्याय भएन, यस्तो भयो त्यस्तो भयो भनेर र भन्नु सबै कुरा स्वाभाविक हो। सबैले भन्नु पाइन्छ, सबैले हिँड्नु प्रोसेसन गर्नु पाइन्छ। प्रोसेसनमा कसैले रोकेको छैन। डेमोक्रेसीमा प्रोसेसन अस्ति हिँड्दै थियो, हिँड्नु पाइन्छ, सबै कुरो गर्नु पाइन्छ। तर यसलाई पनि अलिकति यसलाई कन्सन्ट्रेट गरेर हेरेर भन्नुपर्ने जस्तो मलाई लाग्छ। र बुद्धगया टेम्पल एक्ट भनेर 1949 एउटा एक्ट त्यति बेला एउटा एक्ट बनिएको छ र बुद्धगयाको इस्यु अहिले अब बिहारमा अथवा कहाँ यहाँ पनि भन्ने कुरा गर्छ। यसमा म धर्म विभागको यो हाम्रो केन्द्रको अथवा कुनै पनि स्टेटको सब्जेक्ट वा हामीले यसलाई
स्टेटले इनिसिएटिभ लिन सक्छ। यो एउटा विशाल भारतको हाम्रो छिमेकी यहाँ अर्को स्टेट बिहार स्टेट हो। बिहार स्टेटमा इमिडिएटली हामीले गएर त्यहाँ केही गर्नु पाइँदैन। तर हिजो म स्टेटको एउटा धर्म विभागको मन्त्री भएको हैसियतमा हामीले बिहार गभर्मेन्टलाई एकैचोटि भनिहाल्नु, एक्सनमा आइहाल्नु मिल्दैन, किनकि आफ्नो आफ्नो स्टेटमा आफ्नो आफ्नो कानून छ। त्यस कारणले गर्दाखेरि मैले हाम्रो देशमा हाम्रो नर्थ इस्टको पहिचान र सिक्किमेलाई पढ्दाखेरि अथवा देशलाई नै पढ्दाखेरि बोल्नु हुने हाम्रो अनरेबल युनियन मिनिस्टर किरण रेड्डीज्यू मेरो आफ्नो दाजु जस्तो, मलाई भाइ जस्तो माया गर्नुहुन्छ। दिल्लीमा जानुहुँदा म विपक्षीमा हुँदादेखि उहाँले मलाई अँगालेर भाइ जस्तो सम्हालेर हिँड्नुहुन्थ्यो र म त्यो मार्गदर्शनमा हिँडी पनि रहेको छु। मैले उहाँलाई इमिडिएटली उहाँ एउटा देशको युनियन मिनिस्टरको नातामा, उहाँ पनि बुद्धिस्ट भएको नातामा मैले 1 तारिक 4 महिना 2025 नै बुद्धगयामा यस्तो हुँदो रहेछ र यसमा तपाईले केही एउटा हस्तक्षेप गरेर केही टिप्पणी गरिदिनुहोस् भनेर उहाँलाई मैले चिठी लेखेको थियो र उहाँले इमिडिएटली उहाँले आफ्नो हिसाबमा काम गर्नुभयो। त्यो जस्तो नै म चाहिँ एज अ स्टेट मिनिस्टर हुनुले गर्दा, सिक्किम स्टेटको मिनिस्टर हुनुले गर्दाखेरि मैले फेरि बिहार गभर्मेन्टको अनरेबल चीफ मिनिस्टर नीतीश कुमार ज्यूलाई पनि मैले चिठी लेखेर मैले त्यति नै बेला यसमा अलिकति हस्तक्षेप गरिदिनुहोस् भनेर मैले चिठी त्यसरी लेखेर पठाएको छु। त्यसकारणले गर्दाखेरि यो कतिवटा अर्को स्टेटको सब्जेक्ट हुनुले गर्दा हामीले यहाँनिर तुरन्त केही गर्नु मिल्दैन र यसमा पनि यस्तो छ, यसमा जो आएर भन्दा, जो आएर कराउँदा हुने चिज होइन। यसमा पनि एउटा पहिल्यैदेखि हामीले कुनै कुरा बोल्दाखेरि पनि एज अ मेन मन्त्री भएर बोल्दाखेरि यसलाई राम्रो चालले मूल्याङ्कन गरेर बोल्नुपर्ने हुन्छ। यहाँ पनि 12 वर्ष अगाडिदेखि नै एउटा बन्तेले केस गरिरहेको रहेछ। त्यसकारण यो अहिले सब जुडिस पनि छ। त्यसकारणले यो सब जुडिसमा स्टेटको एउटा मिनिस्टर भएर यो सब जुडिस केसमा बोल्नुहुन्छ हुँदैन, यसलाई पनि हेर्नुपर्ने हुन्छ। त्यस कारणले गर्दा हामीले गुहार लाउन सक्ने युनियन मिनिस्टरलाई र हाम्रो बिहार गभर्मेन्टकै चीफ मिनिस्टर साहबलाई हामीले त्यसरी चिठी लेखेको छु। सायद सुप्रिम कोर्टमा यो 12 वर्षसम्म तन्केर गएको केस चाहिँ यो सायद यो महिना मरेर अर्को महिनामा 28 तारिक सायद फाइनल जजमेन्ट पनि हुन सक्ला अथवा केस त्यहाँ छ। त्यसकारणले गर्दा अनरेबल सुप्रिम कोर्टमा भएको चिजलाई हामीले टिप्पणी गर्नु मिल्दैन। हिजो म धर्म विभागको मन्त्रीको हैसियतमा म पनि हर साल बुद्धगया जान्छु र त्यसमाथि अहिले त बुद्धगया कस्तो बनाइरहेको छ, हामी सिक्किमको अनुयायीहरू जान्दाखेरि बस्ने वर्तमान सरकार श्रीमान पीएस गोले साहबको नेतृत्वमा चलेको सरकारले हाम्रो सिक्किम टेम्पल कस्तो बनाइरहेको छ तपाईलाई थाहा भएको चिज हो। त्यसकारणले यो सब जुडिस छ, अनरेबल सुप्रिम कोर्टमा केस छ। यसमा हामी स्टेटको मिनिस्टरले बोल्दाखेरि धेरै कुरा सोचेर बोल्नुपर्ने हुन्छ। त्यसकारणले गर्दा म यता नगएर हामीले गर्नुपर्ने काम चाहिँ के हो र मैले गर्नुपर्ने काम के हो त्यो म गरिरहेको छु। यसमा कुनै पनि अनुयायीहरू कन्फ्युज छ भने यसमा कन्फ्युज नभइदिने म तपाईहरुलाई नम्र निवेदन गर्न चाहन्छु। धन्यवाद। थुची छि अचेले। Thank you for watching Sikkimese News. Please do like and subscribe for more latest updates.